हे गाइज, आज चाहिँ हामी काम गर्दै सँगै भिडियो बनाऊँ है त भन्दै मैले मेरो भिडियो स्टार्ट गरेको थियो, तर भिडियो चाहिँ रेकर्ड भएछ, साउन्ड चाहिँ आएन। किन हो खै मेरो फोनमा एउटा प्रब्लम भनेको कहिलेकाहीँ भिडियो नै रेकर्ड हुँदैन, कहिलेकाहीँ भिडियो रेकर्ड हुन्छ साउन्ड हुँदैन, त्यस्तो भइरहेको छ। सायद त्यो स्टोरेजको प्रब्लम पनि हुनसक्छ। मेरो फोनमा चाहिँ अहिले स्टोरेज फुल भइरहेको देखाउँछ, प्राय केही नगर्दा पनि त्यो स्टोरेज फुल नै देखाइरहेको हुन्छ। सो त्यो पनि केही छैन, म यो भिडियोलाई चाहिँ भोइस ओभर नै गर्छु भन्ने सोचेर मैले भिडियोलाई भोइस ओभर गर्दैछु। आजको यो काम चाहिँ फुपूको सानो करेसाबारी सरसफाइ हो। अब त्यही छेउमा कुखुराको खोर पनि छ, सो त्यही बाटो हुँदै हिँड्नुपर्ने हुन्छ कुखुराको खोरमा चारो पानी लाउनलाई चाहिँ। अनि केटाकेटी भएको ठाउँमा त्यो झार बनाएर राख्दाखेरि पनि अलिक जोखिम नै हुन्छ, कहिलेकाहीँ सर्पहरू आउन सक्छ। अब त एकदम बर्खा सिजन लागिसक्यो नि त, अब हिउँदमा भए पो एउटा कुरा, अब त सर्प लाग्ने सिजन नै हो। झारपात भइसकेपछि चाहिँ असार साउन भन्ने कुरा चाहिँ एकदमै सर्पदेखि जोगिनु पर्ने समय हुन्छ नि त, डेन्जर हुन्छ। पानी परेको हुनाले चाहिँ अलिक गाह्रो नै हुन्छ। त्यही भएर मैले चाहिँ यताउति गरेर त्यो झारहरूलाई निकालिदिनु पर्यो भनेर केटाकेटीलाई स्कुल पठाइसकेपछि चाहिँ यो काम सुरु गरेको। फेरि उनीहरू दुईजना आउनुभन्दा अगाडि नै मैले यो काम सकाउनु पर्ने हुन्छ। दुईजना आइसकेपछि केटाकेटी भएपछि त्यस्तै हो, खाजा यताउति गर्दा गर्दै टाइम सकि नै हाल्छ। सो मैले यति काम गर्दा पनि फुपूलाई अलिकति भए पनि हेल्प हुन्छ सोचेर मैले चाहिँ यो सानो करेसाबारीलाई सरसफाइ गर्दैछु आज चाहिँ। अनि यता साइडमा थोरै मात्रै देखिरहनु भएको छ, त्यहाँ चाहिँ खुर्सानी, यति धेरै खुर्सानी फलिरहेको थियो क्या। अनि मैले चाहिँ म काठमाडौँ फर्किने बेलामा चाहिँ यो खुर्सानी लिएर जान्छु भनेर कति एक्साइटेड थिएँ म। तर फर्किने बेलामा चाहिँ के भयो भने बिहानै मैले भाइ र बहिनीलाई पनि गाउँ पठाउनु पर्ने थियो र म पनि त्यही दिन काठमाडौँ फर्किनु पर्ने थियो मेरो काम परेको हुनाले। अनि त्यसपछि भाइ बहिनी पठाउने चक्करमा मैले खुर्सानी टिप्न पनि बिर्सेछु। के गर्न बिर्स्यो नै थाहा छैन। भाइ बहिनी पठाइसकेपछि घरको सबै ताल्चा साल्चा यताउति सबै राम्ररी, अनि कुखुराहरूलाई कसलाई के गर्ने भन्ने जिम्मा दिएर हिँड्नु परेपछि चाहिँ आफूले गर्छु भनेको काम पनि बिर्सेछ।